यहाँहरू सम्पूर्णलाई नमस्कार। विभिन्न गुराँसका प्रजातिहरू यो ब्यानर पछाडि हामी देख्न सक्छौँ। कोशी प्रदेश सरकार कोशी प्रदेशमा रहेका विभिन्न पर्यटकीय स्थलहरू, धार्मिक स्थलहरूको लागि पर्यटन प्रवर्धन गर्ने उद्देश्यसहित चाहिँ कोशी प्रदेश सरकारले चाहिँ कोशी पर्यटन वर्ष 2082 यही आरआर गार्डनमा शुभारम्भ गरिसकेको। कोशी प्रदेशमा रहेका विभिन्न स्थलहरूको चाहिँ प्रचारका लागि चाहिँ टेवापुरले हिसाबले चाहिँ यो यहाँ शुभारम्भ गरेको छ। कोशी पर्यटन वर्ष 2082 आज वैशाख 1 गते भएको कारणले गर्दाखेरि यहाँबाट दर्शन गर्नका लागि या घुम्नका लागि बाह्य तथा आन्तरिक पर्यटकहरूको एकदमै भिडभाड हामी देख्न सक्छौँ। सयौँको सङ्ख्यामा हजारौँ आउने गरेको प्रत्यक्ष रूपमा देखिसकेका छौँ। विभिन्न प्रजातिका गुराँसहरू यहाँनिर पाइन्छन्। 32 प्रजातिका फुलहरू यहाँनिर पाइन्छन्। त्यही कारणले आज नयाँ वर्षको समयमा यहाँ हामी घुम्न आएका छौँ। यहाँहरू सम्पूर्णलाई नयाँ वर्ष